नमस्कार। आज 2083 साल जेठको 11 गते आजको दिन सोमबारको भाग हुनाले लिँदा शुभ दिन। आजको दिनदेखि नै एउटा कुरा मनन के गरे भन्दा जो हिजोको हाम्रो छुट्टी थियो सन्डेको छुट्टी त्यसमा दिनभरि के हुन्छ भन्दा पहिला सुरुमा त स्टार्टिङको डे फर्स्टमा यो जुन भिडियोहरू छन् युट्युबहरू अथवा कुनै चाहिँ मोबाइलसँग अलिक टाढै रहेर मैले केही कामहरू गर्छु अथवा केही स्टडी गर्छु भनी चाहिँ सोचेको। तर एउटा रिल पछि अर्को अर्को पछि अर्को अर्कोले गर्दा अर्को त्यसपछि त्यो निड जेनेरेट हुँदै 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 गएर एट द इन्ड अफ द डेको अन्तिममा राति 12 बजी पनि अरू एउटा हेरौँ न त। किनभने त्यो जुन डोपामिन छ नि त्यो डोपामिनले खोजिरहेको थियो तर म पछि सुतेँ। भनेपछि रातिको 12 बजीसम्म पनि के आई निड भयो भन्दाखेरि चाहिँ अब अझै अरू हेरौँ न त, अलिकति हेरेर चाहिँ त्यसपछि सुतौँ न त भन्ने भयो। भनेपछि यो दिनको 12-15 घन्टा हेर्दाखेरि के हुन्छ भने माइन्डमा एकदमै भारी भयो। किनभने एउटा इन्फर्मेसन माथि अर्को इन्फर्मेसन अर्को माथि अर्को त्यसको एनालाइसिस गर्न पाउँदै अर्को फेरि अर्को एनालाइसिस गर्न पाउँदै अर्को। त्यही भएर यसको बन्द गर्नुको लागि चाहिँ एउटै उपाय छ, क्रिएटिभनेस चाहिँ चाहिन्छ। क्रिएटिभनेस कसरी ल्याउने त भन्दाखेरि सबभन्दा राम्रो उपाय भनेको चाहिँ कुनै रिटर्न कुनै चाहिँ एउटा राइटरको रूपमा हामीले अहिले नै लेख्न थाल्यौँ भने भविष्यमा त्यसले चाहिँ धेरै फाइदाहरू पुऱ्याउँछ। अझ जर्मन राइटिङमा त धेरै स्कोपहरू छ किनभने त्यो स्कोप पछि गएर थाहा हुन्छ। त्यही भएर अहिलेदेखि नै हामीले सानोतिनो कुराहरू चाहिँ लेख्न थाल्यौँ भने त्यो लेखाइमा डोपामिन रिलिज हुन्छ। डोपामिनले यो जुन समस्या छ भिडियोहरू हेर्ने समस्या त्यो हेर्ने समस्या आफै नष्ट भएर जान्छ अथवा आफै बिस्तारै सकेर जान्छ। यसलाई आवश्यक परे मात्रै चाहिँ हेर्ने। जस्तै कुनै पनि त्यो ह्युरेन लिजन स्राइबिन अथवा चाहिँ इन्सपिरेसन छ भने हेर्ने, त्यो पनि लिमिटमा हेर्ने। यति म यति चाहिँ हेर्छु भनेर हेर्ने र एउटा टार्गेट सेट गर्ने। सबभन्दा मेन कुरा बिना टार्गेटको हामी हिँडिरहेका छौँ। आज कति के काम गर्ने, आज कति गर्ने, कुन टाइममा कति सिताउने र रेस्ट कति बेलामा गर्ने, त्यो टार्गेट बिनाको चाहिँ होजमा चल्दाखेरि यस्तो हालत आउँछ। त्यही भएर आजको दिन मैले यति यति कामहरू गर्नुपर्ने छ, यति कामहरू गरेर चाहिँ यो टाइममा मलाई सुत्नु पर्ने छ भनेपछि टाइम पनि बच्छ। सबै कामहरू एक्सर्साइजदेखि लिएर सबै हुन्छ। तर टार्गेट सेट गरेन भने के हुन्छ, बिना टार्गेटको हिँड्ने हो भने यस्तै हालत हुन्छ। त्यही भएर आफूलाई कन्ट्रोल गर्न गाह्रो हुने यस्तो परिस्थितिमा अहिले मलाई मात्रै होइन सारा संसारका मान्छेहरू जतिसँग मोबाइलहरू एकदम राम्रो राम्रो मोबाइलहरू छन् त्यो मोबाइलभित्रै तिनीहरू चाहिँ तिनको एप्सहरूमा अथवा तिनीहरूको कुनै पनि एउटा एसेसिबिलिटीमा चाहिँ तिनीहरू हराइरहेका छन्। तिनीहरू बाहिरतिर आउनलाई अलिक गाह्रो भइरहेको छ। त्यो सबै नभनौँ, लगभग 60-70% यस्तै नै छन्। बाँकी 20-30%ले आफू कन्ट्रोल गरिरहेका छन् अथवा फ्यामिलीको तर्फबाट अथवा चाहिँ कुनै मेन्टरको तर्फबाट चाहिँ कन्ट्रोल भइरहेका छन्। त्यस्तो छ स्थिति। त्यही भएर यसलाई टाइममै हामीले सुधार्नु जरुरी छ। आफ्नै टाइम म्यानेजमेन्ट आफूले गर्न सकेन भने अरूलाई कसरी सिकाउन सकिन्छ। त्यस कारणले गर्दा टाइम म्यानेजमेन्टको लागि कन्क्लुजनमा भन्दाखेरि एउटा राइटिङ प्र्याक्टिसमा र एज अ राइटरको रूपमा सोच्ने पछिका दिनहरूमा त्यो काम गर्छ। त्यसले डोपामिन पनि रिलिज हुन्छ। हाम्रो हिप्पोक्याम्पसलाई पनि चाहिँ त्यसले जहाँ हाम्रो स्टोर हुन्छ जति पनि इन्फर्मेसन त्यो हिप्पोक्याम्पस पनि बढ्ने गर्छ। त्यो इन्फर्मेसन भनौँ न हामीले धेरै कुराहरूबाट सिकिसकेका छौँ। त्यो भनेपछि त्यो गरिसके पछाडि टार्गेट सेट गर्नु। डेली मैले यति चाहिँ यति गर्छु भने चाहिँ टार्गेट सेट गर्ने। मोबाइलको लागि पनि दिने टार्गेट म यो यति चाहिँ 15 मिनट 20 मिनट यति चाहिँ म यो चाहिँ गर्छु, त्यसपछि म बन्द गरिहाल्छु, म निक्लिहाल्छु। भने यो भित्र छिर्यो भने निक्लिन गाह्रो। अरूसँग छिर्दाखेरि चाहिँ के हुन्छ भने यसमा किन गाह्रो हुन्छ भने यसमा डोपामिन रिलिज भइरहेको हुन्छ। थ्याङ्क यू।